हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। तपाईँलाई स्वागत छ मेरो भ्लगमा। एकदम आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला, जहाँ हुनुहुन्छ जे हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु, बवालै छु। हिजो अस्ति चाहिँ आज पनि आइसक्यो नयाँ भ्लग, तपाईँ हेर्न नछुटाउनु होला। ल आजको दिन सुरु हुन्छ। आज दिनभरिको कामपछि फेरि म घर आइसकेको छु। आजको दिन चाहिँ एकदमै राम्रो भयो भनौँ। आज कलेजमा बढी नै पढाइ भयो, एक्स्ट्रा क्लासेस पढाइ भयो। हिजो अस्ति पढ्न पढाइ भएको कुराहरू चाहिँ आज एक्स्ट्रा क्लास भएर पढाइ भयो। त्यसमाथि विशेष काम भनेको चाहिँ मेरो लागि स्कलरसिप खुल्या रहेछ विद्यार्थीको लागि चाहिँ। त्यो स्कलरसिप फर्म भर्न चाहिँ वडाबाट सिफारिस ल्याएर अनि सरकारी बैङ्कमा गएर खाता खोलेर त्यो गर्नुपर्ने रहेछ। मेरो आज सब काम भ्याएछ। भोलि गएर मैले कलेजमा गएर फिलअप गर्नुपर्ने छ। त्यति गइसकेपछि चाहिँ स्कलरसिप सबमिट हुन्छ। त्यो पर्ने नपर्ने चाहिँ रिजल्टले निर्धारित गर्छ। ल आज चाहिँ यति नै छ। अनि अब हेर्दै जाऊँ के हुन्छ अब है। अब जाऊँ मम्मी के गर्दै हुनुहुन्छ, खाना पाकिरहेको छ कि के गर्दै हुनुहुन्छ हेर्दै जाऊँ त्यसपछि। ल है गाइज, हेलो गाइज, म कोठाबाट फेरि आइसकेँ मम्मीलाई भेट्नको लागि। माथि खाना बनाउँदै हुनुहुँदो रहेछ, के बनाउनु लाग्नुपर्छ के गर्दै हुनुहुन्छ हेरौँ है। मम्मी तपाईँ स्वागत छ मेरो युट्युब च्यानलमा। के छ तपाईँको भनाइ? ठिक छ, रोटी तरकारी पकाउँदैछु भान्सामा। अनि तपाईँ डेली यस्तो काम गर्नु हुँदैन मम्मी? अनि तपाईँले हल्का पनि दुःख त्यस्तो केही पनि भएन होइन? मतलब दुःख त हुन्छ, बुहारी ल्याउनु पऱ्यो, बुहारी ल्याएर खाना पकाउँछु, खानु मन बुहारीको कुरो नगर्नु के, यति सानै छोरो छ बुहारी भन्ने हो त। त्यो त प्रेसर दाइलाई दिनु के, दाइलाई। म त भर्खर कान्छो छोरो घरको, एकदम प्योर कान्छो छोरो है। त्यही माथि म त तुलेर खाने हो नि त। मम्मीको हातको जबसम्म पाक्छ तबसम्म मम्मीको हातको खाने हो कि मैले चाहिँ। अरूको पुरा बुहारी यदि सुहारी तिनीहरू आउँछन् जान्छन् कुरो हुँदैन के मम्मी। तपाईँ मलाई दुःख हुँदैन नि। छोरो हुँदाहुँदै बुहारी किन चाहियो? बुहारीले चाहिँ ल आज तपाईँले पकाउनु भयो, भोलि म पकाउँछु। ल यो गाइस मैले भिडियोमै भनेको छु, भोलि फेरि पकाएको भिडियो मैले पकाएको भिडियो हाल्छु। अनि मम्मीले चाहिँ टक्क प्योर रोटी, मम्मी मलाई फेभरेट लाग्ने भनेको चाहिँ मम्मीको हातबाटको चाहिँ प्योर रोटी है। रोटी चाहिँ मम्मीले लास्ट राम्रो बनाउनुहुन्छ। म अरू कसैको पनि ठिक मान्दैन, मतलब मम्मीले बनाएको चाहिँ नि जहाँ जे गर्दै गए पनि मिस हुन्छ मेरो यो रोटी चाहिँ। अनि तरकारी पनि बनाइसक्नु मम्मीले। अनि ल हेलो गाइस, के छ तपाईँकोतिर चाहिँ? यतातिर चाहिँ गर्मी मौसम स्टार्ट भइसकेको छ। गर्मी मौसम स्टार्ट भइसकेपछि अब हाफ भेस्ट लगाएर छतमाथि बस्ने अनि यस्तो घाम चिसो हावाको अनुभव महसुस गर्ने बस्ने त्यही नै भइरहेको छ। अनि तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ? आजभोलि एससी पनि चलिरहेको छ। एससीको भाइ बहिनीहरूले पनि राम्रोसँग एससी दिनु होला। अनि आउँदै गरेको अब यहाँनिर बोर्ड 12को इक्जाम पनि आउँदैछ, राम्रोसँग दिनु होला। 12को इक्जाम चाहिँ त्यति नआत्तिनु होला मेरो तर्फबाट चाहिँ है। म पनि भर्खरै पास आउट हो, त्यसरी तिनीहरूले सजेसन गरे। त्यति सजेसन गर्ने लायक त बनेको छैन, म पनि भर्खर पास छु। ल यताबाट बहिनीले चाहिँ बोलाउँदैछन्। ल है गाइस, सुर्खेततिरको साँझ पखको नाइट भ्यू यस्तो छ। अनि डाँडा पाखामा सुर्खेत चाहिँ वरिपरि भ्याली हो कि, मतलब वरिपरि डाँडाहरूले छेकिएको छ। अनि उतापट्टि डाँडामा कसैले डढेलो लगाइदिएर हेर्नुहोस् गाइस, यस्तो डढेलो लागेको छ अनि यस्तोसम्म भएको छ। अब मलाई मेरो सब्सक्राइबरहरूले भर्खरै घर वरिपरिको भाइ बहिनीहरूले मलाई बोलाइरहेका छन्। म उनीहरूसँग भेटेर एकछिन के कस्तो चाहिँ हेरेर आउँछु ल है। घरमा चाहिँ टक्क बााउन्ड्रिङ भइरहेर अनि त्यसपछि गेट जोडिरहेको छ। तर गेट आज कोही चोर दिन्छन् भनेर त्यसले भित्र लुकाइसकेको छ। यता बहिनीहरू उपी तैँले गेटभित्र किन लुकाइस्? किन लुकाइस्? चोर दियो भने गेट गेट चोर दियो। गेट त बाहिर राख्ने हो नि तैँले। गेट कुकुरहरू भनेका भित्रै लुकाउने चिज हुन् के। ए ल यसको भनाइ यस्तै। काली के छ? आइज आइज, यो फेरि मलाई लास्ट। ल गाइस घर पनि आइसक्यो। ल के छ रे अङ्कल? ठिक छ बाबु। ए अनि के भइरहेछ? आजको न्युज पढ्दै हुनुहुन्छ क्या तपाईँ? न्युज अलिअलि पढिरहेको छु। ए राजाको भन्ने आजभोलि त देशमा पुरा राजा भन्ने मात्रै छ कि यो के हो यस्तो? सुर्खेतमा पनि राजा र गणतन्त्र भन्न लागिसक्यो। तर राजा देश बचाऊ भन्ने चाहिँ अब राजावादीहरूले आम प्रदर्शन गरे तापनि तर राजा चाहिँ आउँदैन। तर यहाँ लेखेछ 15 गते अघि चाहिँ राजा पक्राउ हुने भन्ने छ। तर राजा अहिलेसम्म रेकर्ड नै रहन्छ होला, पक्राउ अहिलेसम्म राजा भएको छैन। जे भने यार राजा पक्राउ भने त हामी
राजा व्यवस्था भन्दा हाम्रो गणतन्त्र व्यवस्था राम्रो हो व्यवस्थामा चाहिँ। तर व्यवस्थालाई सञ्चालन गर्दाखेरि यी नेताहरूले हाम्रा नेता चोरहरू केपी सेपी चोरले गर्दा हो क्या हाम्रो यस्तो बिग्रेको। यो प्रचण्डे अनि शेरे यस्ताले गर्दा हाम्रो बिग्रिएको हो कि। तर राजा आउनुको भनेको तिमीहरू मुख्य चोर हो है, फेरि विचार गर, तिमीहरूले गर्दा नै यस्तो आएको, नत्र यस्तो केही पनि आउनेवाला थिएन। ल गाइस जे जस्तो भयो नि यिनीहरू यो राजा बाजा जे भयो भने हामी यस्तै हो। हामी आफ्नै भ्लगहरूमा व्यस्त छौँ, हाम्रो आफ्नै जिन्दगी छ, यिनीहरूप्रति हाम्रो कुनै पनि केही पनि छैन। तर वास्तवमा भइसक्यो नेपाली भएर भन्नुपर्दाखेरि चाहिँ अहिलेको व्यवस्था सञ्चालनवालाका चाहिँ हट्नै पर्छ है। यो सोचेर भन्नु मतलब राजा आउनुपर्छ भन्ने होइन, राजाहरूले गरेको विरोधबाट नेताहरूले सचिने बाटो चाहिँ पाएका हुन्। यो बेला सचिएनौँ भने अझै खतरा डेन्जर हुन सक्छ। हाम्रो पहिलेदेखि राजाको पाला खेपेको बजे हुनुहुन्छ, दुःखै नै हुन्छ राजा। अहिले गणतन्त्र आएर धेरै नै राम्रो भएको छ होइन बजै, मलाई त्यस्तै लाग्छ। तपाईँलाई के लाग्छ भन्नु त, गणतन्त्र सही कि राजा सही? यहाँ धेरै एकदम सोसियल मिडियामा चलेको विषय यही हो कि। तपाईँलाई के लाग्छ? राजा आउँदाखेरि तपाईँलाई कस्तो सुविधा थियो, अहिले आएर गणतन्त्र आउँदाखेरि तपाईँलाई कस्तो सुविधा छ? उही बेला भने उता कोही अब डान्डा छिया दुत्ता छिया गरिबको न ओद्दा छिया, अहिले ठिकै छ। अब म के भन्नु, नेताले भत्ता दिएकै छ, एमालेले भत्ता भनेपछि एमालेबाट गणतन्त्रबाट खानुभयो कि तपाईँ माथिबाट खानुभयो? राजाको पालामा भत्ता थियो कि नै? राजा पालामा थियो न। भनेपछि तपाईँ राजा चाहनुहुन्छ कि अहिलेका चाहनुहुन्छ? हामी त अब एमाले भए खुसी हुने थियौँ बा। म त एमाले होइन गणतन्त्र र राजावादी भन्ने हुँदो। अब त्यही अब गणतन्त्र र राजा भन्ने थाहा पाउँदैन, म त एमाले भने थाहा पाउने थिएँ। एमाले भत्ता दिया। एमालेको सभापति केपी चोर भन्ने छ के, त्यसले भन्ने चोरको अलि सभापति छ एमालेको, त्यसले चाहिँ गर्दा यस्तो नभनिदेऊ बा, नभनिदेऊ। एमाले केपीको फ्यान है, केपी बा आई लभ यु वाला। खाना खाइसकेपछि फेरि म तल कोठातिर लागिसकेको छु। यता चाहिँ अहिले काकाले, फेरि हाम्रो काका लास्टै मेहनती खानासाना खाइसकेर टक्क भाँडा माझ्दै एकदम ज्ञानी संस्कारी पुरै छोड्दै। के छ काका भाँडा माझेको तपाईँको अवस्था? भन्नु भाँडा कसरी धुने, एमसिटी मस्काउने, चम्काउने र टल्काउने यस्ता हेर्नुहोस्। यो हो नि त कडा शैली भनेको, यसरी धुनुपर्छ है। यस्तो धुने अझ हामीले गएर सुब्बा बस्नु खुट्टा लगाएर त हुन्न। अनि त्यसको लागि यसो भाँडा खाना धुन सिकिरहेको भने भोलिलाई भाँडा धोएको छु यार मैले पनि, फेरि पनि खाना धुन भन्ने चाहन्छ नि त। ल गाइस आजको भ्लग यति नै रहेको छ। आज सानो मिनी भ्लग घरमै बसेर बनाइयो, भोलि अर्को दिन बाहिर गएर बनाउनेछु। आजलाई यति नै, ल हस् बाइ।